हेलो गुड मर्निङ सबैजनाहरूलाई। आज चाहिँ हाम्रो चिनार प्रोग्राममा जाँदैछु अनि म चाहिँ रेडी भइसकेको छु, खालि लुगा लगाउनु मात्रै छ है। अब चाहिँ म नानीलाई रेडी गर्नु जाँदैछु, उसलाई रेडी गरेर देखाउने छु। होला मेरो छोरी चाहिँ रेडी भयो है। अब म रेडी हुन जान्छु, भेट्नेछु तपाईँलाई फेरि। रेडी भइसक्यो, अब हामीहरू चाहिँ गाडी चढ्दाखेरि देखाउने छु। फाइनली म चाहिँ गाडीमा चढिसकेको छु। मेरो छोरी हेर्नुहोस् होला। सानो मान्छे अब चाहिँ पर गएर भेट्नेछु। सक्नुहुन्छ होला हाम्रो पढ्नु चाहिँ कति राम्री भएर आएको छ। पढ्नुको आमाले उताबाट हेरिरहेको छ। हामी चाहिँ चिनार आइपुगेको छु। हामी चाहिँ भित्र पसिसकेको थियो है। आजको टपिक चाहिँ चाइल्ड डेभलपमेन्टको लागि रहेछ, राम्रो लाग्यो। मेरो छोरी चाहिँ प्रोग्राम स्टार्ट भएको छैन है। मेरो छोरी चाहिँ सुतिसक्यो। पूजा दिदीले चाहिँ हेरिरहेको छ। बाय बाय। ये दो अलग अलग शब्द हैं। ग्रोथ का मतलब और डेवलपमेंट का मतलब बिल्कुल अलग होता है। ग्रोथ का मतलब होता है इंक्रीज इन साइज, मतलब जो बच्चा 5 किलो का था अब 8 किलो का हो गया है, 8 किलो से 12 किलो का हो गया है, तो क्या हो रहा है उसके शरीर में, क्या हो रहा है, ग्रोथ हो रही है। ठीक है। जो उसका हेड का साइज है, पहले टोपी छोटी थी अब टोपी बड़ी हो रही है, उसके जूते का साइज बढ़ रहा है। ये सब क्या चीजें हैं। देख्नु सक्नुहुन्छ है। फर्स्टमा छ ल्याङ्ग्वेज, फिजिकल, सोशल, इमोसनल, क्रिएटिभ, कङ्गेस्टिभ। यो 6वटा सर्कल चाहिँ चाइल्ड डेभलपमेन्टको हिस्सा हो। यो चाहिँ धेरै इम्पोर्टेन्ट हो है नानीहरूको लागि। आजको लेक्चरबाट चाहिँ मैले यो सिकेँ कि कामभन्दा पनि नानीको साथ अनि नानीको डेभलपमेन्टलाई धेरै इम्पोर्टेन्ट दिनु पर्दो रहेछ है। अब चाहिँ हामीहरू यहाँबाट निस्केको। हामीलाई चाहिँ प्याकेट लन्च जस्तो पाएको छ है। मैले त अलिकति खाइस पनि सक्यो भोक लागेर। हामी चाहिँ यहाँ सामान लिनु आएको छु, दालहरू छैन हो, त्यसले गर्दा दालहरू लिएर जानेछु। हेर्दै गर्नुहोस् होला। फाइनली चिनार आइपुगेको छु है। पर खाना खानेछु किनकि मैले आज बनाएर आइनँ, बिहानै निस्केँ त्यही कारण। अब हामी खानेछौँ। हामीले चाहिँ फाइनली खाइसक्यो हो। खाएको चाहिँ देखाउनु सकिनँ किनभने यहाँ पुरा भिड थियो है। एउटा भेटौँ न। यहाँ चाहिँ नेपाली दादाको दोकान हो, हामी यहीँ खाना खान्छु। अनि यता चाहिँ सब्जी पाउँछ है। सब्जी लिनु गएको थियो तर मैले भनेको जस्तो सब्जी मैले पाइनँ, अन्त लिइनँ। यो चाहिँ हामीहरू निस्केको, पर गाडीमा भेटौँला फेरि। हामी चाहिँ गाडीमा चढ्यो, घर पुगेर भेट्नेछु। ओके बाई बाई। हामी चाहिँ अब घर आइपुगेको छु। पहिला चाहिँ हामीहरू पर कटर बस्थ्यो, अहिले चाहिँ यता बस्दैछु। फाइनली हाम्रो कटर आइपुग्यो। हामीहरू हेर्नुहोस् होला, फाइनली हामी चाहिँ घर आइपुग्यो हो। मेरो बुढा चाहिँ यता नानीसँग बसिरहेको छ। हेलो गाइस। घरमा आउने बित्तिकै उठ्नु भयो सानो मान्छे है। हुन्छ अब फेरि भेटौँ ल अर्को भिडियोमा। हेर्नुहोस् होला, पापाले चाहिँ छोरीलाई बाइबल स्टोरी पढेर सुनाउँदै थियो। छोरीले चाहिँ हेर्दै सुनिरहेको छ। के साह्रो माया है पापा र छोरीको, हेर्नुहोस् त। ओके बाई बाई, फेरि भेटौँ ल। बाई बाई।